हेलो गाइज, वेलकम टु न्यू भ्लग हैन। फेरि पनि स्वागत छ मेरो नयाँ भ्लगमा हजुर हैन। सन्चै अवस्थामा हुनुहुन्छ है, एकदमसँग लाएर हैन। म चाहिँ आज सानो भ्लगमा जोडिसकेको छु गाइज है। म चाहिँ आज अरू कन्टेन्ट पाएन के भ्लग गर्न हैन। हुन्छ नि कन्टेन्टहरू यताउति ठ्याक्कै घुम्न गएको है, कोही नयाँ ठाउँ देखाएको हैन, त्यस्तो केही कन्टेन्ट पाएन हैन। ठाउँ पनि पाएन। यसो 2-4 मिनटको धेरै लामो नै 2-4 मिनटको एउटा भ्लग बनाइ राखौँ न भन्ने कुरोले हैन। म चाहिँ आज ग्वालाको छु गाईहरू हैन। घरदेखि हो र ग्वालाको छु है, गाईवालाको छु। सँग लाएर हैन ठ्याक्क आज पनि बिदा थियो, त्यसै कारणले म चाहिँ आज ग्वालाको थियो। खासै भ्लगमा जोडिन पाएको पनि थिएन योभन्दा पहिले हैन। त्यस्तै कामको माहौलले गर्दा या त्यस्तै भयो है। त्यसैले अब चाहिँ दैनिक रूपमा भ्लग आउने नै छ गाईहरू हैन। सब्सक्राइब भने अवश्य गरिदिनु ला हैन, किनकि एक सब्सक्राइबलाई थप ऊर्जा मिल्छ क्या है। सब्सक्राइब अवश्य गरिदिनु ला। अनि बेल बटन पनि क्लिक गर्नु हैन, किनकि बेल बटन क्लिक गरेपछि अरू नयाँ भिडियो पनि हेर्न सक्नुहुन्छ हजुरहरूले हैन। अलि सहारा पुग्छ बेल बटन क्लिक गरिसकेपछि हैन। हुनुपर्दा म चाहिँ आज गाईवालाको छु हैन। गाईहरू यहाँ छ भन्दा पनि 2टा बल्ला गाई पनि छैन है, 2टा बल्ला छन् हैन। त्यही 2टा बल्लाको ग्वालाको छु गाई छैन। घरदै हो र चरमा हैन। सन्चै अवस्थामा हुनुहुन्छ होला है। पानी पर्छ हैन, कहिले घाम लाग्छ, पानी पर्छ हैन। बिहान पनि पानी पर्यो अनि फेरि घाम लाग्यो हैन। अब चाहिँ बर्खा आउँदैछ गाईहरू हैन। अनि सजग भएर बस्नु होला है, यही भन्न चाहन्छु हैन। देख्न सक्नुहुन्छ हैन हाम्रो गाउँको माहौल हैन। यस्तो डाँडाकाँडा हैन, ट्याक्क लाएर हैन यस्तो छ गाईहरू है। म चाहिँ आज घरदेखि हैन 5-7 मिनटको बाटोमा हैन वरो ग्वालाको छु गाईहरू हैन। सब्सक्राइब भने अवश्य गरिदिउँ है। एक सब्सक्राइबमा थप ऊर्जा मिल्छ क्या, किनकि हैन सब्सक्राइब जति भ्युज बढ्यो हैन त्यति अलि हिम्मत बढ्छ क्या हैन। हुँदो रहेछ, गराउँछु भन्ने लाग्छ है। अनि जति हैन सब्सक्राइब नै बढ्दैन, भ्युज नै जाँदैन हैन, भिडियोभरि हालेकै छ हैन, त्यो भए चाहिँ मजा लाग्दैन गाईहरू हैन। हरेस खाने हुन्छ क्या, किनकि गर्ने गरेको भएन भन्ने लाग्छ हैन। त्यसैले एक सब्सक्राइब प्लिज गरिदिउँ है, यति रिक्वेस्ट गर्छु म हजुरलाई। सब्सक्राइब अवश्य गरिदिनुहुन्छ, मलाई आशा छ हैन। सब्सक्राइब भने अवश्य गरिदिनुहुन्छ हैन। एक सब्सक्राइबमा थप ऊर्जा मिल्छ, हिम्मत बढ्छ, अलि राम्रो गराउँछु भन्दा अलि राम्रो गराउँछु भन्ने आत्मबल बढ्छ है। त्यसैले प्लिज सब्सक्राइब भने गरौँ हैन। सब्सक्राइब नगरेर हैन र आत्मबल घटाउने काम चाहिँ नगरौँ प्लिज है। यति रिक्वेस्ट गर्छु हजुरको। सब्सक्राइब गरेर हैन केही जाने पनि हैन। तपाईँ हजुरहरूले सब्सक्राइब गरेर मलाई थप ऊर्जा मिल्छ क्या। तपाईँ एक सब्सक्राइब गरिदिनु हैन, कति लाग्छ टाइम हैन, त्यही दाब्ने त है हैन। न पैसा लाग्छ न केही लाग्छ हैन। यसो डाटा भएको बेला ट्याक्कै सब्सक्राइब पनि अवश्य गरिदिउँ है प्लिज, यति रिक्वेस्ट गर्छु म हजुरहरूलाई हैन। म त हैन खासै लाम भिडियो पनि नगराम हैन, किनकि अब गाई गलाएको पनि खासै के को लाम भिडियो गाउन र हैन। छोटो 2-4 मिनटको एउटा भ्लग गराइराखौँ भन्ने कारणले म चाहिँ जोडेको है हैन। त्यसैले गाईहरू है, म चाहिँ आज बल्ला गलाएको छु ट्याक्क लाएर है। दिउँसो कहिले भयो अहिले 5 बजिसक्यो होला। अब चाहिँ बल्ला बाँध्ने टाइम पनि भयो हैन। अब चाहिँ बल्ला बाँध्ने टाइम पनि भयो गाईहरू हैन। एक्लै थिएँ, त्यसैले एक्लै बोझ लाग्यो कि झ्याउ लाग्यो। सँगसाथी भएर कुरा गर्ने हुन्छ हैन, त्यसैले सँगसाथी पनि कोही भएन। त्यसैले एउटा सानो भ्लग गराइ राखौँ न भन्ने कन्सेप्टलाई हैन म चाहिँ एउटा भ्लगमा जोडिएको हो गाई हैन। योभन्दा धेरै लामो चाहिँ भ्लग नगराउँ, किनकि हेर्नेलाई पनि नमजा लाग्ने हैन। गाई गलाएको पनि खासै राम्रो हुँदैन कि भ्लग पनि हैन। साथीभाइ टन्न नभएको भए राम्रो हुन्थ्यो भ्लग पनि हैन। एक्लै छु, त्यसैले गाईहरू योभन्दा धेरै लामो भिडियो पनि नगराऊ हैन। त्यसैले सब्सक्राइब पनि अवश्य गरिदिनु होला है प्लिज है, यति रिक्वेस्ट गर्छु। धेरैचोटि भनिसक्यो हैन, सब्सक्राइब गर्नुहुन्छ मलाई थाहा छ हैन। सब्सक्राइब गर्नुहुन्छ। म फेरि पनि अरू भिडियोमा जोडिने नै छु। अरू भिडियो नआउँछु म यो भिडियोमा बाहिरिन्छु है। त्यसैले बाई भन्न चाहन्छु है त।